Alright everyone, so welcome to the vlog. आज तपाईहरुलाई म हाम्रो गाउँको बाटो पनि देखाइदिने। मजाको भइरहेको छ बाटो चाहिँ, सुपर कन्डिसन। हाम्रो घरको अलिकति उकालो मात्रै साह्रो छ, अब त बाटो त दामी भइरहेछ अहिले। अन्त यहाँ चाहिँ तपाईहरुको सबैजनाले दर्शन गर्नुहोस्। सो अहिले त के हो, त्यो दिन पनि एकैछिनमा चेन्ज हुँदैछ हो। एकैछिनमा तपाईँको पानी, एकैछिनमा घाम, एकैछिनमा धुम्म, यस्तो अनप्रेडिक्टेबल छ कि दामी। यहाँ चाहिँ आई लभ टपर्स है। Okay. Hey, what's up people? It's your boy Pradeep Tamang right now with a new vlog. And yes, namaste Fabulo Kamri mo Sewaro Tasitile Sewani Josolapa and assalamu alaikum to everyone watching my vlog. So, ajko vlog ke ho bhandakheri chai ajदेखि चाहिँ I will be starting gym. खासै त हिजोदेखि गरेको, तर हिजो चाहिँ मैले के भन्छ त्यो बेलुका भएकोले गर्दाखेरि जिममा बनाएन नि त। तर आज चाहिँ तपाईहरुको लागि स्टार्ट गरेर त्यहाँदेखि जिम जाँदैछु, तपाईलाई देखाउने पनि छु। अनि या वाच दिस भिडियो टिल द एन्ड। अब चाहिँ अलिकति भए पनि फिट हुनेछ, किनभने निकै नै भइसकिसक्यो अनफिट घुमेकोले गर्दाखेरि। सो लेट्स गो एभ्रीवान। अब चाहिँ दिन पनि टाइम भइरहेको छ, तर अहिले दार्जिलिङमा चाहिँ पानी पर्दै फेरि घाम लाग्दै, फेरि पानी पर्दै फेरि घाम लाग्दै हुँदैछ। स्टिल केही छैन, मजाले जानुपर्छ, त्यहाँदेखि जिम गर्नुपर्छ, त्यहाँदेखि के गर्नुपर्छ अब तपाईँहरूलाई देखाइदिन्छु यो भ्लगमा, मजाले हेर्नु सक्नु। अहिले तपाईँको घाम लागिरहेको थियो, फेरि धुम्म स्टार्ट भइरहेको, चिसो स्टार्ट हुन थाल्यो। अब फेरि हेर्नुहोस् त भइहाल्यो, काम गर्नुहुँदैछ यहाँ फुल। आज चाहिँ त्यही हो, जिम कति भयो, इट्स माई सेकेन्ड डे भनौँ न जिमको। हिजो पनि गरेको, आज मेरो सेकेन्ड डे। जिमको चाहिँ म हाल्दिनँ होला जिमहरू गरेको। अब हेरौँ न, तपाईँहरूलाई मनपर्छ भने चाहिँ जिम गरेकोहरू टक 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 देखाइदिन्छु। किनभने जिम चाहिँ म पहिला कति 8 years ब्याक होइन त्यति बेला गर्थेँ। अहिले त निकै नै भयो जिम नगरेको पनि, सिन्स म पुरा अनहेल्दी भयो नि त। अनहेल्दीको मतलब पुरा अनफिट भयो क्या, हेल्दी र अनहेल्दी त भन्नु सक्दैन, तर अनफिट भयो पुरा। त्यही भएकोले गर्दाखेरि जिम गरेको। अनि मेरो ट्रान्सफर्मेसन पनि तपाईँहरूलाई जति सक्दो म अहिले सो यु गाइज है, जति सक्दो नै। अहिले तर हात त्यस्तो भएको छु। मैले तपाईँहरूलाई अस्ति भने होइन, के भन्छ नेपालमा बन्जी जम्प गर्दाखेरि आई वे अराउन्ड 82 kg। 82 kg भनेपछि अम्बो यार, मेरो 83 84 अम्बो सबसे हाइएस्ट हो मेरो यो पालिको नम्बर पनि यत्रो बढिसक्यो 83। अन्त अहिले पनि एक्सर्साइज गरिरहन्छ, कहिले गर्नु अब, कहिलेसम्म चाहिँ होइन। हेर्नुहोस् एकैछिनमा घाम, एकैछिनमा जाडो, दार्जिलिङ यस्तै हो, के गर्नुहुन्छ है। तर यस्तो जग्गा छ दामी, यस्तो मिठो जग्गा छ दामी, के भन्नु मिठो जग्गा छ तपाईँहरूलाई, जुम जस्तो लाग्ने। अबको 1-2 महिनामा चाहिँ म तपाईँहरूलाई ट्रान्सफर्मेसन देखाइदिने हो। 1 महिनामा त केही न केही हो, मलाई 1 हप्ता 2 हप्ता त ब्याक टु नर्मल हुनु नै टाइम लाग्छ। तर 2 महिनापछि चाहिँ यो केटा फेरि फिट हुन्छ है। एभ्रिडे गयो भने त फिट, एब्स निस्किन्छ नि फुल। एब्स निस्क्यो भने चाहिँ म कहाँ जानु, लु भन्नुहोस् तपाईँहरू। एब्स निस्क्यो भने म गोवा जानु घुम्नु सो है, बिचमा गोवा टक्क बिचमा कि कहीँ मजाको बिचमा टक्क जिउ खोलेर टक्कै के भन्छ यो सनबाथ लिँदा कस्तो हुन्छ होला। ओ माई क्याप, त्यो सोच्दै म जिम गर्छु ल। मेरो जिम त यी माथि सिंहमारी नै हो। सो त्यस्तो
सो आज चाहिँ तपाईँहरूलाई यहाँ देखाउँछु मजाको फुल फुल्ने टाइम हो यो चाहिँ यहाँ माथिपट्टि हो यस्तो हुन्छ है फुल फुल्यो भने चाहिँ टक्कै यहाँबाट चाहिँ होमस्टे ओके सो आज चाहिँ यहाँ देख्न सक्नुहुन्छ ऊ माथि माथितिर छ आम्माम डर लाग्दो तपाईँलाई चाहिँ देखाइदिउँ भने चाहिँ यहाँ फेरि रातो 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 दागहरू पिङ्क माथि हेर्नुहोस् ल चाहिँ हामी चाहिँ पहिला घन्टी फुल भन्थ्यो कानमा लगाएर हिँड्थ्यो सानोमा स्कुलहरू पढ्दाखेरि आजकल चाहिँ लाउँदैन लजाएर यहाँबाट हेर्नुहोस् ए यस्तो फुल छ हौ यो चाहिँ जहिले तैँले ओ माई गॉड लजाएर दामी भइरहेको छ अहिले त जिम गरेकोले गर्दाखेरि जिउहरू पनि पुरा दुखिरहेको छ 2 दिन भयो गरेको अब आज पनि जानुपर्छ तर यो नजारा हेर्नु तपाईँ चाहिँ होमस्टे उदाला हो टक्कै सानोतिर गरायो त्यस्तो चाहिँ अहिले चाहिँ भिडियोका लागि यार ल अब चाहिँ तल गएर भेटौँ मलाई दामी छ यता लु है अहिले चाहिँ तलपट्टिमा आइपुगिसकिसक्यो देख्न सक्नुहुन्छ यहाँ कस्तो दामी देख्दैन थियो टाइम यो चाहिँ तपाईँको कहिले हुन्छ भन्दाखेरि चाहिँ वर्षमा 3, 4, 5 पल्ट जस्तो हुन्छ यो चाहिँ यस्तो खालको घन्टी फुल चाहिँ के भएर भएको कसो भएर भएको मलाई याद भएन त्यो चाहिँ तर दामी हुन्छ चाहिँ हुन्छ क्या मजाको देख्नु हुन्छ अन्त अहिले त क्या मजाले हात र आमाले सजाइरहेको छु कम्प्लिट त भएको छैन बट स्टिल दिस इज द स्टे अब यहाँ ऐना आउनु बाँकी छ हो यहाँ ब्याकपट्टि वल पेन्टिङ आउनु बाँकी छ यहाँ वल पेन्टिङ आउनु बाँकी छ तर पनि हेर्नुहोस् त कस्तो चाहिँ लाग्यो अन्त यहाँ छ वासरुम यहाँ मैना आउनु बाँकी छ यहाँ टक्कै मिरर सेल्फी हो द ड्रिम मेरो घरको आमाको आप्पाको मेरो फाइनली आमा कतिवटा ट्याक ट्याक गऱ्यो माथिपट्टि पनि काम चल्दैछ पेन्टहरू अब चाहिँ उता साइड ल आम्मा यस्तो भइरहेको रहेछ यस्तो भइरहेको रहेछ है यहाँ काम चल्दैछ
मेमे आउनुभएछ बारी स्याहार्ने मेमेको बारी हो कहिले भर्खर अघि बिहान आउनको है 11 बजी काम चल्दैछ मेमेको फेरि आफ्नै यहाँ चाहिँ तपाईँको कुखुराको उयो पनि छ है कुखुरा चाहिँ हाल्छ कि हाल्दैन कुनै याद भएन त्यो चाहिँ तर यहाँ काम चल्दैछ आपा त्यहाँ हुनुहुन्छ यस्तो छ त्यहाँ चाहिँ कुखुराको हेर्नुहुन्छ कुखुरा त कसले पाल्ने होला पहिला पालेको थियो आमा र आप्पाले पाल्नु त यो नयाँ हो कि पुरानै हो पहिलाकै हो अब यो कुखुराको नयाँ रहेछ पाल्छ होला नयाँ हो भने त पाल्छ कुखुरा चाहिँ म त अब के गर्नु हौ मार्केटिङ म्यानेजर भएकोले गर्दाखेरि याद हुँदैन नि के पाल्छ के गर्छ भनेर यति चाहिँ भन्छु लोकल खानु पाउँछ यहाँ आएपछि तपाईँले सागसब्जीहरू मेमेमा सागसब्जीहरू चाहिँ खतरनाक हुन्छ खसी चाहिँ मेमेकोटै हो अर्डर अब जान्छु मेमे कालो जानु आँट्यो एक फिनिक्के घुमेर चाहिँ निस्किदिउँ भनेर हौ अब निस्केको पनि भाइ कहाँ छ भाइ कहाँ छ लु है अब चाहिँ लाग्दिनुहोस् आमामा अहिले त रुखहरू पनि कत्रो कत्रो भइसकिसक्यो अब चाहिँ निस्किदिउँ होला के भएको दार्जिलिङमा पानी पर्दै घाम लाग्दै पानी पर्छ क्या आज पनि तर वेल प्रिपेयर्ड भएर नआउने केटा हो रेनकोट सब पानी पऱ्यो भने पऱ्यो नो इस्यु अहिले दार्जिलिङको सिजन ठिकैको रहेछ त्यस्तो बेसी पनि होइन त्यस्तो कम्ती पनि होइन बेसी भयो भने चाहिँ फेरि यति नै हुन्छ नि हौ दार्जिलिङमा जाम जहाँ गए पनि त्यो चाहिँ दुःख लाग्दछ दार्जिलिङको कन्डिसन दार्जिलिङ होइन इट्स अल ओभर द हिल्स है नट जस्ट दार्जिलिङ स्ट्याचुहरू यत्तिकै छ यो साइड चाहिँ दार्जिलिङको बिगेस्ट इस्यु के हो भन्दाखेरि चाहिँ अहिले चाहिँ पार्किङ भएको पार्किङ पनि सबै हटाइदिनु भएको छ खोइ अब हामी के गर्नु कुनी एउटा दुईटा पार्किङ छ माया लाग्दो त्यसमा बाइक पनि अट्ने होइन हाम्रो दार्जिलिङको सबै खोइ साह्रो छ हौ पार्किङ चाहिँ एउटा सानो हम्बल रिक्वेस्ट है तपाईँहरूले हेर्नुहुँदैछ भने पार्किङको इस्युलाई अलिकति भनिदिनुहोस् होला बाइकको पार्किङको इस्यु चाहिँ एपबाट चाहिँ गाडीको त झन् अब त्यो कुरै नगरौँ ठुलो गाडीको त बाइकको डरै लाग्दो छ यार इस्यु यहाँ छ बाइक पार्किङ एउटै फाइनल पार्किङ लेफ्ट भनेको जस्तै अलराइट सो अहिले चाहिँ हिँडाइ यस्तै छ आजको भ्लग त यति नै हो यति नै अपलोड गरेर हालिदिइहाल्छु हो तपाईँले हेरिहाल्नु पाउँछ
अन्त यो चाहिँ फेमस गल्ली के भन्छ गोर्खे हाटको देख्न सक्नुहुन्छ लु सी यु गाइज आफ्टर सम टाइम एकछिन माथि जाने के खाने त्यहाँदेखिको चाहिँ एन्ड गर्ने भ्लग अपलोड पनि हाल्ने आज नै अलराइट एभ्रिवान सो अहिले चाहिँ मैले खाँदैछु यो टिबेटन चिया अम्बो सो यो चाहिँ अस्ति मामले दिनुभएको थियो मामले दिएको सेम टेस्ट रहेछ यो मलाई मन परिरहेको छ किन्नु पऱ्यो भयो नि कहाँ पाउँछ तपाईँले उयो गरिदिइ राख्नुहोस् है के भन्छ तलपट्टि कमेन्ट गरिदिनुहोस् है यो भोटे चिया चाहिँ यस्तो मिठो हुन्छ कि कस्तो थिक हुँदैन त्यो चाहिँ हाम्रो चिनी पनि हुँदैन फेरि नुन टाइपको हुन्छ अब अलिकति केही खाएर त्यहाँदेखिको जिम पनि जानुपर्छ सो दिस इज इट फर द भ्लग आई होप यु गाइज एन्जॉयड बाई एभ्रीवान स्टे असम बिन्दास एन्ड चकास टिल द नेक्स्ट भिडियो सी यु गाइज इन अनदर भिडियो